आम्मामामामा यहाँ इन्डियामा चाहिँ यस्तो खालको गाडी पनि पाइन्छ है। हेलो नमस्ते वेलकम ब्याक टु युट्युब च्यानल। आफ्टर लङ टाइम पछि मैले चाहिँ भिडियो स्टार्ट गर्दैछु हो। सायद 1 वर्ष नै भयो होला मैले भिडियो चाहिँ बनाउन छोडेको हो। अनि सो म चाहिँ मर्निङदेखि स्टार्ट गर्दैछु। म भर्खरै उठेको भन्नुपर्छ। उठेर सनस्क्रिन हल्का लगाएको छु अनि हल्का लिपस्टिक हैन, नत्र यहाँ घामले त मान्छे डढेर हैन के हुन्छ यहाँको गर्मीले, इन्डियाको गर्मीले। म चाहिँ किचनदेखि स्टार्ट गर्छु। अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु होला। हिजो खाना खाएर यत्तिकै मैले छोडेको छु। अनि यस्तो फोहोर आउँछ कि यहाँदेखि, यो झ्यालदेखि सबै फोहोर मैला बस्छ कि जब यो हावापानी आएपछि। त्यही भएर यत्तिकै छोड्नुपर्छ, नत्र म बेलुकै गर्थेँ हो सबै। म चाहिँ अब स्टार्ट चाहिँ किचनदेखि गर्छु। यहाँ यो झ्यालदेखि यति धुलो पस्छ नि साथीहरू, यति पस्छ नि। पानी परेपछि त मैले चाहिँ सबै यो चाहिँ सकिसकेँ। खाएर यत्तिकै राखी छोडेको थिएँ कि हो बेलुका। यति पुस्नुपर्छ नि यो किचन। मेरो बुढाले यत्तिकै छोडिरहेको चाहिँ वाटरमेलन काट्यो अरे। यस्तो छ। मैले चाहिँ किचनको काम सकिसकेँ, यति हो। म चाहिँ अब मेरो रुमको हालत पनि यस्तो छ नि। मैले अस्ति धेरै गर्मी भएर मैले यत्तिकै यो रुम छोडिदिएको थिएँ। उता पल्लो रुममै सुतिरहेको थिएँ। यो रुम चाहिँ यत्तिकै मैले छोडिदिएको थिएँ, लुगा धुँदै सुकाउँदै ल्याउँदै हो। अनि यहाँ चाहिँ यस्तो छ है, कपडाहरू चाहिँ यसरी छ। म चाहिँ अब कपडा मिलाउँछु साथीहरू, कपडा मिलाउँछु म चाहिँ। यस्तै छ पल्टनमा हैन, कसरी दिन बित्छ के गरेर बित्छ पत्तै थाहा नै हुँदैन हो। यहाँनेरि घरि के हुन्छ, कुकुरको फुर्सद पनि छैन, काम पनि छैन, फुर्सद पनि छैन भन्छ नि। हाम्रो पनि त्यस्तै, यहाँ काम पनि छैन हो, तर फुर्सद पनि छैन। अचम्म लाग्छ मलाई। यस्तो छ कपडाको हालतहरू, यसै छ है।
यहाँको चाहिँ यहाँनिरको चाहिँ एउटा यसको पल्ला छैन है, यो दराजको यसरी कपडाहरू राख्नुपर्छ होइन है, यस्तो छ होइन। यहाँ चाहिँ यसरी पर्दा यस्तो छोडिदिनुपर्छ। यो मेरो बुढाको लुगा चाहिँ जिन्दगीमा मिलाउँदैन हौ, मैले सबै मिलाउनु पर्छ। गरम पनि यति छ नि, यति गरम पनि छ नि, कसम भनेको यो गरमले चाहिँ मान्छे के भइन्छ जस्तो छ। गरम पनि के साह्रो हो। साह्रो गर्मी हौ, गरम पनि यति छ नि। यो चाहिँ सबै कामहरू सकिसक्यो भन्नुपर्छ। मैले चाहिँ यो सिक्दै गरेको हो कि के बुनेको तर थाहा नै छैन मलाई चाहिँ। यताको रुम पनि सक्यो, यहाँको रुम पनि कति दिन मैले यहाँको रुम मिलाएकै थिइनँ कि, किनभने गर्मी ज्यादा भएर। अनि हिजो बेलुका चाहिँ आज बेलुका चाहिँ पानी पऱ्यो, त्यही भएर चाहिँ मैले आज शीतल छ होइन, त्यही भएर चाहिँ मैले यो यसो मिलाइदिएको मात्रै भनौँ न। यस्तो छ। अब म चाहिँ मैले यहाँ कपडा धोएको छु, अब त्यो सुकाउँछु, म चाहिँ खाना बनाउँछु। गरम पनि यति छ नि। मैले चाहिँ घरको काम सबै सकिसक्यो। अब म चाहिँ पछाडि जान्छु, किनभने मेरो सानो किचन गार्डन छ कि, त्यसलाई हेर्न जानु पर्यो। त्यही यस्तो छ है गाडी। धमाका लागिरहेछ। पछाडि मेरो किचन गार्डनमा चाहिँ के छ भने काँक्रा छ, अनि यो टोरी फुलिसकेको छ। हिजै गोडेको हो, यसलाई गोडमेल गरेर आज ठुलो पानी पऱ्यो कि बेलुका, त्यही भएर गोडेको के भइरहेको छ होइन। त्यो भनेर साध्यै छैन, आँगन जस्तो भइरहेछ। यो चाहिँ काँक्रा हो, अनि यहाँ खोर्सानीहरू, टमाटरहरू, सागहरू यो सबै कुकुरले खनेर के गरेछ। मैले चाहिँ अगाडि छरिदिएको थिएँ, अनि उम्रिँदै रहेछ कि, मैले चाहिँ यसो गरेर देखाइरहेको छु कि पुरा मैले धेरै छरेको थिएँ, तर थोरै उम्रिँदैछ। हुन्छ कि हुँदैन हो, तर उम्रिनु चाहिँ उम्रिँदैछ। यो चाहिँ मणिपुरी खोर्सानी हो। सागहरू टन्नै थियो, यो कुकुरले सबै, यो बैगुनहरू सबै कुकुरले। अनि यो काँक्रा चाहिँ फलेको छ कि एउटा, अनि यहाँ माथिनिर एउटा सानो फलिरहेको छ। म चाहिँ फल्दैन होला भनेको थिएँ कि, तर फल्नु चाहिँ फल हो। त्यस्तो बारीमा चाहिँ केही छैन, यो सागहरू छ त्यो पनि किराले खाएर होइन। यो काँक्रा चाहिँ फल्दैन सोचेको थिएँ, तर फल्नु चाहिँ फल्यो। बारीमा केही पनि छैन, तर अहिले सिजन पनि होइन नि त, त्यही भएर मेरो किचन गार्डन चाहिँ यस्तो छ। म चाहिँ अब अहिले खाना बनाउँदिनँ, हामी चाहिँ सिएसटी गएर
जाने काम छ क्या हाम्रो चाहिँ दिदीबहिनीको थोरै सामान लिनु। त्यसपछि गएर आएपछि मात्रै म खाना बनाउँछु। त्यति धेरै त सामान लिनु त छैन। यो चाहिँ सिएसटी हो, यो भित्र चाहिँ तपाईँको त राम्रो हो। प्रभाव नि यता हेर्नु न। नमस्ते। मै यहाँको त साह्रै नै उयो यसो काजु बदामहरू मिक्स हुनु नि हौ। एउटा निकाल्दै गरेको नि। के चाहिँ निकाल्नु नि? यो त उयो होइन र चिया चिया। जाउँ हामी यता। म पनि लान्छु। म त कम्प्लेक्सबाट पो लान्छु भन्दै थिएँ। कुन चाहिँ? पोट्याटो। यो पनि बोकिदिन्छ मलाई। म दुईवटाको लानु पाइन्छ नि। कफी पनि झिक्छु। यता हेर्नु म ठुलो झिक्छु होला हौ। सुजी होला। लु गाइजहरू जानु। मेरो 2400। मेरो नै 2400 आइरहेछ। गाइजहरू यता पनि फर्किनु नि हौ यसो क्यान्टिनमा आएको बेला। हामी चाहिँ फर्केको। अब पैसा यहाँ कति खर्च गरेर दिदीकोसँग त कति पुग्यो? आमामा अब भ्लग बनाइदिउँ न भनेर मलाई लाज लाग्छ आजकल त के भएको हौ। ए यता छ है ब्यागमा हाम्रो चाहिँ सामान। गाडी त देखिँदैन त हौ। म अलिक अगाडि हिँड्छु, तपाईँहरू देखाउनु न भनेको। हेलो, हामी फर्केको। आज चाहिँ मौसम यहाँ स्वाद भएर होइन हावा चलिरहेछ। यहाँ इन्डियामा चाहिँ यस्तो खालको गाडी पनि पाइन्छ है। नेपालमा अहिलेसम्म देख्नु भएको छ यस्तो खालको गाडी? मैले पनि फर्स्ट टाइम आएर इन्डियामा देखेको हो। ओइ फोन गरौँ न। जानुभयो होला हौ। हामी चाहिँ यहाँ गाडी राखेँ, यहाँ पर्खिँदै हुनुहुन्थ्यो हो। हामी चाहिँ भित्र गएको, हामीलाई चाहिँ अलिक ढिलो भयो। कहाँ जानुभयो? घर आएर पनि मैले चाहिँ खानाहरू सबै बनाइसकेँ। अब खानु मात्रै बाँकी छ। मेरो बुढा चाहिँ अलिक ढिलो आउनुहुन्छ नि त, त्यही भएर अब खाना चाहिँ बुढा आएपछि खाने हो। साथीहरू अन्तिमसम्म भिडियो हेरिदिनु होला। बाई बाई।